ल आयो होइन मासु लोकल खाऊ भाइ खाऊ ल टक्क यहाँ क्याम्प फायर होइन हुक्का आएन क्या ए हुक्का अनि टुम्बा मायाटरको घर है यो चाहिँ होमस्टे आज चाहिँ मायाटर छौँ होइन टक्क होमस्टेमा आजको बास यतै हुन्छ होइन बसै रुम लिएर बाइक लिएर मायाटार होमस्टे देख्न सक्नुहुनेछ रुम बुकिङ हानेर भन्छ बाइक यसो पार्किङमा लाने अनि चट्ट लाएर देख्न सक्नुहुनेछ यता चाहिँ सनसेट हुन लाग्छ होइन टक्क लाएर मायाटार टक्क यही होइन मायाटार होमस्टे पार्किङहरू यता छ सट्ट यता गयो भने मुग्लिन यताबाट चाहिँ शक्तिखोरबाट होइन हाम्रो रुम चाहिँ यता छ होइन टक्क आएर हेलो सर के छ हाम्रो रुम चाहिँ यस प्रकारको छ होइन हेलो सर कुरा नहिर्या यही हो होइन हाम्रो रुम चाहिँ ठिक्कको अब यहीँ रात बिताउँछ हामीले होइन यहाँ भ्यू देख्न सक्नुहुन्छ हाम्रो रुमबाट टक्क लाएर हैया यही हो गाइज अब लोकल भाले हान्ने हो चल्दिने हो अब हामी चाहिँ हल्का यसो घुम्न जानु लाग्यो है यहाँ सनसेट भइरहेको छ तर यहाँ बादलले छेकेछ यार सेट हो क्या ल ठिक छ तर यार रमाइलो छ यार भाले देख्न सक्नुहुन्छ एउटा 3500 को भाले अर्डर गरिरहेको छ मैले हामीलाई टक्क सेम हाम्रो गाउँतिरको यार हात्तीको अँडा जस्तै छ यार अब चाहिँ डाँडामा मकै उस भएछ यार ल डाँडा भएर होमस्टे होला यार यो त यार त्यो त छैन होला त्यो त छैन होला यो बाटो मात्रै छ होला क्या होमस्टे त्यता त जान झ्याउ हुन्छ नि त को जान्छ त्यता हिँडेर हुन फेरि त्यो उता पारतिर त होला क्या हैन छैन बाटो चाहिँ रहेछ त्यो अफ रोड के तर मान्ने क्या होला मेन छैन रोड लगान हाले क्या आउँदा रुपियाँ मसिन दामी मायाटारबाट चाहिँ यस्तो खाले भ्यू पनि देखिन्छ है गाइज पुरा आगो लगाइरहेको रहेछ टक्क लाएर पाहाड रहेछ क्या यार माकुरी फोटो ठिकै आछ भोलि बिहान राम्रो आउँछ कि भोलि बिहान सनराइजमा आउने यता होइन त्यहीँबाट देखिहाल्छ नि होइन के छ सोल्टी भाले हान्ने हो त केटाहरू यहाँ टाउरुनी खोजेर हिँडे यार यता पाएन अरे वहाँ पारी गाउँ खोज्नु जाने काजेमा पुरा खाना नपाएर सन्किएर हिँड्ने चाहिँ वाह यार मान्छे त ढुट्टो छ त ल यहाँ चाहिँ नाचगान पार्किङ टक्क यहाँ चाहिँ खानेकुरो कानको लाउनु गएकाल त मायाटरको घर है यो चाहिँ होमस्टे ल
ल अब हामी यहाँ रमाइलो गरिन्छ होइन ल आयो होइन मासु लोकल खाऊ भाइ खाऊ ल टक्क यहाँ क्याम्प फायर होइन हुक्का आएन क्या ए हुक्का अनि टुम्बा गेडा कसले खायो कि यहाँको यार के खानु टुम्बा है टुम्बा गयो नि त यार चस्मा भइरहेको मिठो छ यो त ठिक रहेछ नि पुरो यो त अब खाम है केटा खाम मेरो भाग्दै वाउ अर्को पनि एउटा लोकल ल्याइदिनु न मिनी वाटर ओहो झ्याप ओ झ्याप सोल्टी जुनियर ओ जाने चिनीका चला लेमाले ओ जाने आयो के छ नाम मागा त नाच अब छोरो जाडे मिठो गाडिया जाडे छना तुमा खाने जाने भन्नुहुन्न क्या कौरा ठिक छ न ठिक छ के ल गुड मर्निङ गाइज या झ्यालबाट सनराइज भइसक्यो यहाँ मान्छे उठेको छैन अझै वहाँ पुगिसक्यो बवाल देखाएको छ नि फेरि हेलो केटाहरू उठ्ने होइन दुईजना कता गायब भयो फेरि मान्छे आइपुग्यो त बिहान बिहान टक्क लाएर यो चाहिँ 1978 सालमा बनेको है त होमस्टे दामी छ नि मर्निङ भ्यू टक्क लाएर चट्ट यता चाहिँ सनराइज होइन देख्न सक्नुहुन्छ घर टक्क हिजो रमाइलो गरेको ठाउँ चाहिँ यही हो होइन टक्क हामी चाहिँ यताबाट आएको होइन चिताउन पुरा फाट्दै त यो डाँडा डाँडा 3-4वटा दाँदा उठोपट्टि गाउँ चाहिँ पुरा रहेछ क्या डाँडाभरि गाउँ छ यार बाल छ नि मासतिर पनि डाँडाहरू त गुड मर्निङ गाइज गुड मर्निङ ओ हिमाल पनि देख्दो रहेछ त हल्का देखाएको छ है यहाँ चट्ट लाएर पानी वेदर खुलेको भए चाहिँ देख्थ्यो होला सायद कलाएर ल लगाइ चाहिँ होइन मायाटार चिताउन गर्मी छाल्ने ठाउँ चट्ट लाएर
चाहिँ पुरानो घर है, 105 वर्ष पुरानो घर। यो चाहिँ बिहान बिहान हगेर निस्के है। देख्न सक्नुहुनेछ माया डाँडा आउने बाटो है यो चाहिँ, शक्तिखोर भन्दा मास्तिर होइन, अप्परदाङगढी हुँदै माया डाँडा आउने रास्ता यस्तो छ होइन। बाटो चाहिँ लास्टै जाडो रहेछ यार। हामी चाहिँ माया डाँडाबाट फर्केको होइन। जाडो, अति जाडो, कति साह्रो। केटाहरू कहाँ पुग्यो?